हेलो एभ्रिवान, गुड आफ्टरनुन। आज म हजुरहरूलाई घरमा कसरी सजिलो तरिकाले स्मुदी बनाएर खान सकिन्छ भनेर एउटा सानो रेसिपी लिएर आएको छु। हुन त मैले पनि फर्स्ट टाइम बनाएको। फर्स्टमा चाहिँ एउटा केरा लिने। हजुरहरूलाई कति आवश्यक पर्छ, धेरै हुनुहुन्छ भने धेरै लिने। म त एक्लै थिएँ, त्यसैले एउटा केरा लिएर यसरी आफ्नो जारमा राख्न सक्नुहुन्छ। यो एकदम सजिलो अनि छिटो तरिकाले बन्ने स्मुदी हो, त्यसैले मैले हजुरहरूलाई सेयर गर्न गइरहेको छु। देन हजुरहरूको घरमा के ड्राई फ्रुटहरू उपलब्ध छ त्यो राख्न सक्नुहुन्छ। मसँग चाहिँ ओखर थियो, मैले ओखर राखेँ। त्यसपछि मसँग खजुरी थियो, मैले खजुरीको भित्रको निकालेर हड्डी फालेर खजुरी राखेँ। त्यसपछि काजु बदाम राखेँ। अनि साँझ नै भिजाएर राखेको थिएँ मैले चिया सिड। हजुरहरूलाई खान मन लाग्छ भने राख्न सक्नुहुन्छ, नत्र स्किप गर्न सक्नुहुन्छ। चिया सिड राखेको छु। अनि 2 स्पुन जति मैले ओट्स पनि राखेको छु, किनकि ओट्स मान्छेको शरीरको लागि एकदम हेल्दी कुरा हो। त्यसपछि देख्न सक्नुहुन्छ चकलेट सिरम हजुरहरूलाई मनपर्छ भने राख्न सक्नुहुन्छ, नत्र स्किप गर्न सक्नुहुन्छ। मलाई चाहिँ एकदम गुलियो मनपर्ने हुनाले मैले चाहिँ यसमा चकलेट सिरम राखेँ। अनि स्ट्रबेरी पनि राखेको छु, स्ट्रबेरी फ्लेभर। आफूलाई कुन फ्लेभर मनपर्छ, मलाई चाहिँ मिक्स मनपर्ने हुनाले मैले चाहिँ चकलेट स्ट्रबेरी दुइटै राखेको छु। हजुरहरूलाई मन पर्दैन भने नराख्न पनि सक्नुहुन्छ है। यो चाहिँ मलाई मनपर्ने हुनाले राखेको हो। अब चाहिँ सबै चिज राखिसकेपछि अन्तिममा राख्नुपर्ने छ। हजुरहरूलाई दुध मनपर्छ भने दुध राख्न सक्नुहुन्छ, नत्र पानी राख्न पनि सक्नुहुन्छ। मैले चाहिँ दुध राखेको छु। अब यसको ब्लेन्ड हुने पालो। गरिसकेपछि हेर्न सक्नुहुन्छ हाम्रो स्मुदी बनेर रेडी भइसकेको छ। एकदम चकलेटी स्ट्रबेरी कलरको एकदम मिठो बास्ना आइरहेको थियो। यदि हजुरले पनि चाहनुहुन्छ भने ट्राई गर्न सक्नुहुन्छ। मैले पनि फर्स्ट टाइम ट्राई गरेको, यदि राम्रोसँग ब्लेन्ड भएको थिएन। सेकेन्ड टाइममा म योभन्दा राम्रो बनाएर राख्नेछु। हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।